जनताको आँखामा मुतेको भनेको चाहिँ यस्तैलाई भन्छन् क्या। जतिखेर अहिलेका हाम्रा अर्थमन्त्री सोनिम वागले प्रतिपक्षमा थिए नि, त्यतिखेर चाहिँ 600 अर्ब चाहिँ हामीलाई सरकार पक्षले ऋण बोकायो भनेर सदनमा यो तरिकाले उफ्रिन्थे, यो तरिकाले कराउँथे। सदनमा मात्रै नभएर मिडियामा आएर बाहिर आएर जहाँ चाहिँ त्यसको विषयमा कुरा गर्थे। 600 अर्ब हामीमाथि ऋण बोकाइँदैछ, हाम्रो टाउकोमा ऋण बोकाइँदैछ भनेर उनी यसरी कुर्लिने गर्थे। एकचोटि उनी प्रतिपक्षमा हुँदा बजेटको कुरालाई लिएर बोलेको यो कुरा एकचोटि सुन्नु त। झन्डै 600 अर्ब हामी ऋण बोक्दैछौँ, 600 अर्ब ऋण बोक्दैछौँ। यो 1964 खर्च गर्ने हो भने राजस्व सुकिरहेको अवस्था, वैदेशिक अनुदान सुकिरहेको अवस्थामा यो फुक्का फाल गरेर चाहिँ लिएर आएको बजेटमा 600 अर्ब चान्छुन् हामीले वैदेशिक लिनुपर्ने हुन्छ। हेर्नुभयो नि हैन, उनी प्रतिपक्षमा हुँदा चाहिँ यो 600 अर्ब ऋणको बारेमा लिएर यति साह्रो बहस गर्थे क्या। उनी यति साह्रो कराउँथे 600 अर्ब चाहिँ हाम्रो टाउकोमा ऋण थपिँदैछ, यो सरकारले हाम्रो टाउकोमा ऋण थप्दैछ भन्ने तरिकाले कुरा गरेर यो तरिकाले कुर्लिन्थे। जब उनी सत्ता पक्षमा गए, अहिलेको सरकारका अर्थमन्त्री भए अनि अहिलेको बजेट उनीले ल्याए अनि उनले अहिले बजेट ल्याइरहँदा चाहिँ 657 अर्ब ऋण त्यो पनि अहिले उनका लागि न्यून भयो अरे क्या। सरकार पक्षमा आइसकेपछि चाहिँ 657 अर्ब, पहिले 600 अर्ब थियो, अहिले 57 अर्ब बढ्यो, त्यो पनि अहिले चाहिँ त्यो न्यून भयो अरे क्या। त्यो अहिले त्यो धेर होइन अरे, त्यो चाहिँ न्यून भयो अरे। उनले भनेको अहिलेको अर्थमन्त्री भइसकेपछि भनेको कुरा एकचोटि सुन्नु त फेरि। रु 657 अर्ब 29 करोड वैदेशिक ऋण न्यून हुन जान्छ। अनि हेर्नु त कति फरक हुन्छ क्या। एउटै मान्छे हो नि, मान्छे त एउटै हो, त्यो मान्छेको दिमाग पनि त्यही तरिकाले एउटै चल्छ होला हैन। अर्को फरक मान्छे त होइन, त्यहाँभित्र फरक आत्मा पसेर अर्कै कुरा गर्ने पक्कै पनि होइन होला। अनि सत्ता पक्षमा हुँदा यो तरिकाको कुरा, अनि प्रतिपक्षमा हुँदा चाहिँ त्यो रोइलो किन गरेको होला त्यतिखेर हैन। जब त्यतिखेर रोइलो गरि नै सकेका थिए, 600 अर्ब ऋण हुँदा त्यस्तो हुन्थ्यो भने अहिले यो 657 अर्ब ऋण हुँदा यो कुरा चाहिँ किन बोल्नु त? नबोलिकन चुपचाप काम गर्नु नि हैन। यो तरिकाले बोलेपछि त त्यतिकै पनि मान्छेलाई भ्रम छर्न खोजेको, जनतालाई भ्रम छर्न खोजेको भनेर जसले पनि बुझ्छ नि हो कुरा हैन, हो कि होइन भन्नु त। सत्ता पक्षमा हुँदा चाहिँ अब त्यसरी कराउने, त्यसरी कुर्लिने, सरकारले ऋण बोकाए, जनताको थाप्लोमा ऋण थपिदियो, यति अर्बको ऋण बोक्दैछौँ हामी भनेर यसरी कुर्लिने। अनि अहिले आफू सत्ता पक्षमा भइसकेपछि चाहिँ अनि फेरि 57 अर्ब ऋण, त्यो भन्दा अरु बढेर 57 अर्ब बढ्दा पनि त्यो चाहिँ न्यून भयो, त्यो चाहिँ कम कसरी भयो क्या? यो अचम्म होइन त? एउटै मान्छेको यो दुई जिब्रे कुरा क्या, दोभाषे कुराहरूले यस्ता कुराले गर्दाखेरि नै हो क्या जनतामा भ्रम छरिने र जनताको आँखामा मुतेको भनेको चाहिँ यस्तैलाई भन्छन् क्या।